हेलो नमस्ते सबैजनालाई र म चाहिँ आज यस्तो फुलहरुको सबै यो निकाल्नु पर्ने भइरहेको छ र सबै यिनीहरूलाई सनाकसिनिक गरेर चाहिँ सबैलाई मलमट्टीहरु गर्नुपर्ने छ कसैमा र कसै चाहिँ गोडगाड गरेर यस्तो पाराले गर्दैछु। अनि एकदमै झारहरु पनि बेसी भइरहेको छ। यो चाहिँ हरियो झार हैन, यो चाहिँ फुलै हो। यो चाहिँ झार हैन, यो चाहिँ फुलै हो। यो चाहिँ यस्तो किसिमको फुल्छ, यस्तो किसिमको फुल्छ र यहाँतिर पनि यस्तो भइरहेको छ। म चाहिँ 4 महिनासम्म घरमा थिइनँ, त बेंगलोरमा थिएँ। बेंगलोरमा काम गर्दै थिएँ र आज चाहिँ घरमा आइरहेको छु। अनि यस्तो भइरहेको छ। सबै मेरो यो प्लान्टहरु भयो, यो फुलहरु भयो, सबै यस्तो भइरहेको छ। र अब यिनीहरूलाई चाहिँ म बिस्तारै बिस्तारै गरेर सबैलाई सनाकसिनिक नै बनाउने छु आज भोलि पर्सि गरेर। र योहरु पनि अस्ति मैले जानुभन्दा अगाडि सबै पटमा हालिरहेको थिएँ है। यिनीहरू पनि यस्तो भयो, कोपी लाँदैछ, कोही फुलिसकेछ, कोही चाहिँ फुल्नु लागि रेडी हुँदैछ, कोही फुलिरहेको छ, कोही यहाँतिर छ। यी सबै यिनीहरूलाई मिलाउनु पर्ने भइरहेको छ मेरो। यस्तो भइरहेको छ। अहिले पानी परेकै छैन। पानी नपरेकोले गर्दाखेरि फुलहरु पनि एकदमै सुकेर, पानी खाने पानीहरु पनि सुकेर हैन यस्तो भइरहेको छ। र यसपालि चाहिँ मेरो बुढाले रोप्नु भएको फुलहरु डबल एप्रिट्युनिया पनि छ, सिंगल एप्रिट्युनिया अनि क्यारेन्डुला, यिनीहरू सबै डबल हो। अन्त मेरो अर्किडहरु पनि छ अलिअलि। अर्किडहरु पनि स्याहार्नु पर्ने बेला भइरहेको छ। अनि सबै फुलहरु मेरो यो प्लान्टहरु पनि एकदमै घामले ज्यादा भेटेर यस्तो भइरहेको छ। अन्त अब यिनीहरू यसरी फुलिरहेको छ। कोही डबली पनि छ, डबली, कोही सिंगली हैन, यस्तो किसिमले फुलेको छ यसपालि चाहिँ मेरो फुलहरु। अनि यतातिर पनि अलिअलि छ, बाहिरतिर पनि यतातिर पनि छ। अब यो सबै गोडेर सफा गरेर फेरि यहाँ चाहिँ अर्को फुल लाउने हो। यसरी भइरहेको छ साथीहरु। हेर्नुस् है, आज चाहिँ म यसरी सबै सफा गर्दै छु, सफा गरिरहेको छु। यता पनि छ मेरो फुलहरु र यस्तो किसिमले चाहिँ मेरो फुलबारीहरु चाहिँ म सफा गर्न गइरहेको छु। यस्तो किसिमले यस्तो भइरहेको छ। सबै सफा गरिसकेको यिनीहरू चाहिँ अब यिनीहरूलाई चाहिँ म मिलाएर माथि राख्ने छु। अन्त यस्तो भइरहेको छ। मेरो यिनीहरू पनि सबै नै छ। अन्त यिनीहरूलाई पनि भुइँमा लगाउने भनिरहेको छु। र यो पनि मरेर यस्तो भइरहेको छ। मरेको त हैन, यसलाई बिचारा थिचेछ है। यस्तो भइरहेको छ गाइस। हेर्नुस् है मेरो फुलबारी। यस्तो फुलबारी छ मेरो चाहिँ हैन। भमराहरू एकदमै आइरहेको छ। भमराहरू, मौरीहरू हैन सबै आइरहेको छ। यस्तो किसिमले लाएको छु फुलहरु। कति खुसी लाग्छ नि हैन फुलहरु देख्दाखेरि। बिहानै उठ्यो हैन, बिहान उठेर सो फुलहरु हेर्दै, चिया पिउँदै है, गाउँ बस्तीको मजा नै अलग्गै हुन्छ। सहर बजारमा त त्यति साह्रो देख्दैन। सहर बजारको पनि हुन्छ एक प्रकारको रमाइलो, तर बस्तीमा चाहिँ यस्तो हुन्छ। मेरो यो चाहिँ कार्नेसन हो। कार्नेसन पनि फुल्दैछ, यसलाई पनि टेको लाउनुपर्छ। यसरी कोपी लागिरहेको छ।